बाटो हेर्नुहोस्, यो हाम्रो अङ्कल हो, साथीहरू हो। हेर्नुहोस् कति ठुलो पहिरो आएको हो यहाँ। हेर्नुहोस् यो काठमाडौँको भ्यू हो, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्नुहोस् कति ठुलो पहिरो आएको हो। ल माछा कति खतरनाक छ यहाँ। यहाँबाट हेर्नुहोस् तपाईँहरू काठमाडौँको भ्यू हेर्नुहोस्, हाम्रो नेपालको प्राकृतिक अनि हिमाल पहाड हेर्नुहोस् कस्तो छ। ल तपाईँहरूले पनि घुम्न मन छ भने यो काठमाडौँको यो सबैभन्दा माथिल्लो दलचोकी डाँडा यो ठाउँ हो, एड्रेस हो। हेर्नुहोस् भ्यू हेर्नुहोस्। अझै म तपाईँहरूलाई हेराउन चाहन्छु। हेर्नुहोस् यहाँ के छ। हामी चाहिँ अहिले काठमाडौँको दक्षिण साइडमा हो। यो ललितपुर जिल्लामा पर्छ। उता चाहिँ हेर्नुहोस् बस्नको लागि पार्टी प्यालेस छ। इन्जोय गर्नुहोस्, आफ्नो आफ्नो गर्लफ्रेन्ड लिएर आउनुहोस् अनि यहाँ चाहिँ रमाइलो गर्नुहोस्। यस्तो ठाउँ कतै पनि छैन, कतै पनि पाउन सक्दैन। हेर्नुहोस् कस्तो छ हाम्रो नेपालको शान बान कस्तो छ। प्राकृतिक हेर्नुहोस्, ऊ हेर्नुहोस् कति ठुलो पहिरो आएको हो यहाँ। यहाँबाट झरेपछि डाइरेक्ट स्वर्ग जान्छ मान्छे हैन, बच्ने कुनै चान्स छैन। हेर्नुहोस् यो ल कति ठुलो पहिरो छ, कहाँसम्म यो गएको हो। हेर्नुहोस् काठमाडौँ, यो काठमाडौँ अनि हिमाल पहाड पनि अलिअलि हेराइरहेछ। हेर्नुहोस् हेर्नुहोस् काठमाडौँ। तपाईहरू यो भिडियोमा अन्तसम्म बनिदिनु होला। म तपाईले धेरै कुरा हेर्न चाहन्छु। हेर्नुहोस् काठमाडौँको लुक कस्तो छ। केही भन्न चाहनुहुन्छ तपाईँ? के भन्न सक्नुहुन्छ तपाईँ? भन्नुहोस् त। यो डाँडामा चाहिँ कहिले नआउनु होला। किन? नास्टै डेन्जर रहेछ बाटो। अनि यो बाटोहरू यस्तो छ, तपाईँ ओलीलाई केही भन्न चाहनुहुन्छ भने दुई शब्द भनिदिनु होला। यो ओलीलाई यही भन्न चाहन्छु म, यसपालिको चुनावमा धेरैभन्दा धेरै अरू जनताले हात दिनु होला। कसलाई? ओलीलाई कि बालेनलाई? बालेनलाई जित्दिनु होला। हो हेर्नुहोस् त यो पहिरो आएको हो यहाँ। हेर्नुहोस् काठमाडौँको भ्यू। अझै म तपाईँहरूलाई हेराउन चाहन्छु पुरै काठमाडौँ यहाँबाट। आजसम्म यहाँ कसैलाई आएको छैन, हामीहरू फर्स्ट मान्छे हो हैन, पहिलो नेपालको पहिलो व्यक्ति हो। हेर्नुहोस् कति ठुलो पहिरो आएको यहाँ। छेउमा जान मिल्दैन, नत्र म पनि यहाँबाट लड्न सक्छु हैन। कहाँ जान्छु फेरि थाहा हुँदैन। एउटा बाइक जाँदैछ। ल हेर्नुहोस् काठमाडौँको भ्यू हेर्नुहोस् यहाँबाट। अझै म तपाईँहरूलाई हेराउन चाहन्छु। ऊ चाहिँ यो बोट चाहिँ लालीगुराँस हो। यो लालीगुराँसको बोट हो। हाम्रो नेपालको राष्ट्रिय फुल। हेर्नुहोस् यहाँबाट काठमाडौँ
यो लोकेसन धेरै चाहिँ लुप्त हो। हामीहरू फर्स्टचोटि यो लोकेसनमा आएको हो होइन, फर्स्ट व्यक्ति हो हामीहरू। हेर्नुहोस् काठमाडौँको भ्यू हेर्नुहोस्, यो काठमाडौँ हो। तपाईँहरू पत्याउन नसक्नु हुनुहुन्छ। हेर्नुहोस् यो हो काठमाडौँ ललितपुर। ल माय गॉड ओ अङ्कल, अब त यहाँ चढ्न चाहिँ डर लागिरहेछ। यहाँ माथि चाहिँ हिँड्न डर लागिरहेछ के साला। कति हाइटमा छौँ हामीहरू हेर्नुहोस्, धेरै ठुलो हाइटमा आइसकेको हो। समुद्र सतहबाट लगभग हो 5000 किलोमिटर जति हाइटमा हो होइन, हामीहरू अहिले चाहिँ 25 किलो हाइटमा छौँ होइन, 25 किलोमिटर हाइटमा, 25,000 किलोमिटर हाइटमा। हेर्नुहोस् उता चाहिँ प्लेन जाँदैछ। हेर्नुहोस् यो प्लेन हो, यो प्लेन हो। यो सेतो सेतो हेर्न सक्नुहुन्छ, यो चाहिँ अब ल्यान्ड गर्छ। हेर्नुहोस् यो ल्यान्ड गर्छ, यो गइरहेछ। ल हिँड्नुहोस्। ल धन्यवाद तपाईँहरूलाई।